टाङ कोहलपुरका 21 वर्षीय सर्जन विक्क जो गिटी बालुवा र ढुङ्गा सप्लाई गर्ने डिपोका सामान्य मजदुर थिए। सर्जनले काम गर्ने डिपोका सञ्चालक थिए स्यान्जा घर भई कोहलपुरमा बस्ने 31 वर्षीय सञ्जीव अरियाल। सर्जन आफ्नो घरमा पनि त्यति जाँदैन थिए, त्यही डिपो नजिकै आफन्तकोमा बस्ने गर्थे। कहिलेकाहीँ मात्र घर आउजाउ गर्थे। सर्जनलाई एउटा बाइक पनि चलाउन दिइएको रहेछ। सो बाइक दिने व्यक्ति थिए सरदार अहमद खाँ। बाइक अहमद खाँको भए पनि सर्जनलाई बाइक तिम्रै हो भनेर अहमदले दिएका रहेछन्। 2078 साल वैशाख 2 गते राति सर्जन खाना खानै लाग्दा सञ्जीव अरियालले कल गर्छन् र बियर खान बोलाउँछन्। सञ्जीव सहित अन्य साथीहरू र अहमद खाँ पनि सँगै बसेर बियर खान्छन्। बियरले मातेका सर्जनलाई अहमदले बाइक दिएर राति कतै पठाउँछन्। तर त्यही रात बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटना हुन्छ र सर्जन विक्कको ज्यान जान्छ। उनले चलाएको मोटरसाइकललाई मिनी बसले ठक्कर दिएको हुन्छ। त्यो मिनी बसका ड्राइभर थिए टोप बहादुर राणा छेत्री। उनी दुर्घटना लगत्तै प्रहरी कार्यालय उपस्थित हुन्छन् र प्रहरी हिरासतमा बस्छन्। मोटरसाइकल चलाउने लाइसेन्स समेत नभएका सर्जनको दुर्घटना भएर घटनास्थलमै मृत्यु भएको भनिन्छ। घटनाको प्रकृति हेर्दा सामान्य दुर्घटना जस्तै नै देखिन्छ। लाइसेन्स नभएका व्यक्तिले त्यो पनि मापसै गरेर मोटरसाइकल चलाएको देखिन्छ। परिवारले पनि दुर्घटना नै भनेर चित्त बुझाउँछन्। यही क्रममा सर्जनको पोस्टमार्टम गरिन्छ र अन्य कागजी प्रक्रियाहरू मिलाउन सर्जनको परिवार प्रहरी कार्यालय उपस्थित हुन्छ। प्रहरी कार्यालयमा उनीहरूले के थाहा पाउँछन् भने सर्जनको बिमा पनि गरिएको रहेछ। परिवारले पनि यो कुरालाई सामान्य रूपमा नै लिन्छन्। 2-4 लाखको गरियो होला भनेर चित्त बुझाउँछन् र यसको पाउनुपर्ने प्रक्रियाहरू केही पनि बुझ्दैनन् वा बुझ्नै चाहँदैनन्, किनकि यति बेला सर्जनको परिवार शोकमा थियो। यसै क्रममा प्रहरी कार्यालयमै भएको बेला मृतक सर्जनका दाजु सुन्दर विक्कलाई सर्जनले काम गर्ने तिनै डिपोका सञ्चालक सञ्जीव अरियालले सुटुक्क एउटा कुरा भन्छन्, सुन्दर सर्जनको त बिहे भएको छ नि। यो सुनेपछि दाजु सुन्दरको मनमा चिसो पस्यो। हामीलाई थाहा नदिई कहिले गरेछ भनेर उनी आश्चर्यमा पर्छन्। शोकको घडीमा उनले केही पनि सोच्न सक्दैनन् र बाहिर हिँड्ने केटो गर्यो पनि होला भनेर चित्त बुझाउँछन्। यसपछि उनीहरू क्रिया बस्न घरतर्फ लाग्छन्। भोलिपल्ट बिहान सर्जनको घरमा उनै सञ्जीव अरियालले सर्जनकी श्रीमती हो भनेर सपना मल्ललाई ल्याउँछन्। त्यहाँ के कुरा हुन्छ भने सर्जनको मृत्यु दर्तामा सपनाको नाम पनि हाल्नुपर्छ भन्ने कुरा आउँछ। परिवारले पनि सोझो तरिकाले नै सोध्छ र आफू जस्तै पीडित सपना मल्ललाई देख्छ। हाम्रो भाइको कारणले उनलाई कुनै पनि कुरामा रोक नहोस् भन्ने उद्देश्यले परिवारले सर्जनको मृत्यु दर्तामा श्रीमतीको रूपमा सपना मल्ललाई राख्छ। मृत्यु दर्ताको काम सकिसकेपछि पहिलो पटक सर्जनको घर आएकी सपना त्यसपछि त्यो घरमा कहिले देखा पर्दिनन्। उनी रहस्यमय नै भएर बस्छिन्। यता सवारी दुर्घटनामा सर्जनको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरले चालकलाई सवारी ज्यान मुद्दा चलाउँछ र 25 माघ 2078 मा अदालतले ड्राइभर राणालाई 1 महिना कैद र 2000 रुपियाँ जरिवानाको सजाय सुनाउँछ। यहाँसम्म सुन्दा तपाईलाई यो कहानी सामान्य नै लाग्यो होला, तर यस पछाडिको कहानी कुनै फिल्मी शैली भन्दा कम छैन। खासमा कुरा के भएको रहेछ भने सर्जनको मृत्यु हुनुभन्दा 1 महिना अघि 2078 साल चैत्र 2 मा सर्जन विक्क र सपना मल्लको विवाह दर्ता भएको रहेछ। सर्जनले सपनालाई त्यही विवाह भएकै बेला मात्रै जिल्ला अदालतमा देखेका रहेछन्। सिधा र गरिब परिवारका सर्जनलाई सपनासँग विवाह गरेर डिपेन्डेन्टमा अस्ट्रेलिया पठाइदिने सपना देखाइएको रहेछ। त्यही समय सञ्जीव अरियाल भन्ने व्यक्तिले सर्जनको रिलायन्स लाइफ इन्सुरेन्सबाट जीवन बिमा गरिदिएका रहेछन् र सपनालाई इच्छाएको व्यक्तिको रूपमा राखेका रहेछन्। बिमा पनि सानोतिनो रकमको होइन, 2 करोड 50 लाखको गरिदिएका रहेछन्। सामान्य ज्याला मजदुरी गर्ने सर्जनको वार्षिक कमाई 2 लाखको हाराहारी मात्रै रहेछ, तर सञ्जीवले 2 करोड 50 लाख बराबरको बिमा गरिदिएका रहेछन्। बिमाको पहिलो किस्ता बापत 5,40,000 पनि उनै सञ्जीव अरियालले नै तिर्दिएका रहेछन्। रिलायन्स इन्सुरेन्सका एजेन्ट समेत रहेका सरदार अहमद खाँको सहयोगमा सर्जनको बिमा गरिएको रहेछ। अहमद खाँ तिनै व्यक्ति थिए जसले सर्जनलाई आफ्नो बाइक कुदाउन दिएका थिए आफ्नै सम्झेर। सर्जनको मृत्यु भएको केही दिनपछि सपना मल्लले प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेश गरी रिलायन्स इन्सुरेन्सबाट 2 करोड 50 लाख रुपियाँ भुक्तानी लिन्छिन्। दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल नै उपस्थित भएर उनलाई 2 करोड 50 लाख उपलब्ध गराएका थिए। बीमा रकम लिने बेलामा खिचिएको यो फोटोलाई हेर्ने हो भने पनि यहाँ कसैले पनि मास्क लगाएको देखिँदैन। यिनै सपना मल्लले मात्रै मास्क लगाएको देखिन्छ। अझ उनले एउटा होइन 2-2 वटा मास्क लगाएको देखिन्छ।
तर घटना भएको 1 वर्षपछि सर्जनको परिवार र रिलायन्स लाइफ इन्स्योरेन्सलाई यो बिमा रकम भुक्तानी शंकास्पद लाग्छ र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIBलाई अनुसन्धान गर्न पत्रचार गरिन्छ। उनीहरूको विवाह दर्ता भएको 1 महिना नपुग्दै सर्जनको मृत्यु हुनु अनि विवाह भए लगत्तै बिमा गर्नु त्यो पनि सानोतिनो होइन, करोडौंको बिमा। पछि CIBले अनुसन्धान गरेपछि के पत्ता लगाउँछ भने सर्जनको दुर्घटना सामान्य दुर्घटना नभई मान्छे मार्ने उद्देश्यले नियतवश गरिएको रहेछ। 2 करोड 50 लाखको बिमा रकम हत्याउन एउटा गिरोहले लागेर सर्जनलाई नियतवश दुर्घटना गराएर मारेका रहेछन्। यसपछि प्रहरीले बाँके कोहलपुरका 21 वर्षीय सपना मल्ल, 31 वर्षीय सञ्जीव अर्याल, 32 वर्षीय सरदार अहमद खाँ, 33 वर्षीय टोप बहादुर राणा, 38 वर्षीय दीपक केसी र 21 वर्षीय ललिता सापकोटालाई पक्राउ गर्छ। अब यहाँ यी पक्राउ परेका व्यक्तिहरूमध्ये कसले कस्तो भूमिका खेलेका थिए हेरौँ है त। सपना मल्ल, जसले सर्जनसँग नक्कली विवाह गरेकी थिइन्। सञ्जीव अर्याल, जो यो पुरै प्लानका मुख्य योजनाकार थिए। सरदार अहमद खाँ, जो बिमाका एजेन्ट थिए अनि उनैले सर्जनलाई आफ्नो बाइक समेत उपलब्ध गराएका थिए। टोप बहादुर राणा, जो सर्जनले चलाएको मोटरसाइकललाई ठक्कर दिने मिनी बसका चालक थिए। दीपक केसी, जो यो पुरै प्लानमा कागजी प्रक्रिया मिलाउने र सम्बन्धित निकायमा छिटो काम गराउन सहयोग गर्ने व्यक्ति थिए। अनि यी चाहिँ ललिता सापकोटा, जो सञ्जीव अर्यालकी गर्लफ्रेन्ड थिइन्। उनी ललिताले सपना मल्ललाई कन्ट्याक्ट गराएकी थिइन्। दुर्घटनाभन्दा अगाडि र पछाडि पनि चालक टोप बहादुर राणासँग मुख्य योजनाकार सञ्जीव अर्यालको पटक पटक कुराकानी भएको, सपना र सञ्जीव बीच पटक पटक कुराकानी र रकम बाँडफाँड भएको र सो योजनामा सघाउने सबैले रकम लिएको र घटनाबारे आरोपितहरूले कसुर स्वीकार गरेको CIBले पत्ता लगाउँछ। यी गिरोहहरूले बिमा बापत पाएको रकम सबैले बाँडेका रहेछन्। बाँडफाँड चाहिँ यसरी भएको रहेछ। मुख्य योजनाकार सञ्जीव अर्यालले 80,26,000 रुपियाँ, दीपक केसीले 60 लाख, सपना मल्लले 86,89,000, सपनाकी आमा छवि कुमारी खत्रीले 17,46,000 रुपियाँ र बाँकी रकम चालकले नै लगेका रहेछन्। सपना मल्ल जापान जान घर परिवारसँग बिदा मागेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान कुरिरहेकी हुन्छन्। ठिक त्यही बेला सपनालाई CIBले पक्राउ गर्छ र अन्य व्यक्तिलाई कोहलपुरबाट पक्राउ गरेको हुन्छ। यसपछि 2080 साल चैत्र 13 गते विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गर्छ। सर्जनसँग विवाह दर्ता गराएर आपराधिक लाभ लिएकी सपना मल्ललाई अदालतले 72,18,000, उनीसँग आपराधिक समूहमा आबद्ध भएका सञ्जीव अर्याललाई 80,36,000, दीपक केसीलाई 60 लाख र सरदार अहमद खाँलाई 20 लाख रुपियाँ बिगो कायम गरी सोको दोब्बर जरिवाना तोक्छ। साथै उनीहरू सबैलाई समान 8 वर्ष कैद सजाय समेत सुनाउँछ। मिनी बस चालक टोप बहादुर राणालाई 36,09,000 जरिवाना सहित 4 वर्ष कैद सजाय तोकिन्छ। उनीहरूबाट कुल 2 करोड 69 लाख रुपियाँ जरिवाना हुने फैसला हुन्छ। साथै उनीहरूको रोक्का रहेको खातामा रहेका रकम र उनीहरूको नाममा भएको जग्गा समेत जफत हुने फैसला सुनाउँछ। हवस् त, यो थियो नेपालको एउटा क्रूर हत्याकाण्ड। यस्तै खोजमूलक सामग्रीका लागि डिस्कभर नेपाल हेर्दै गर्नुहोला। नमस्ते।